आज चाहिँ हामी बालबालिकाहरूलाई यो खेल क्षेत्रमा लगाउँदाखेरि के कस्तो फाइदा हुन्छ, पढ्नमा जोड गर्ने अथवा कोही बच्चा खेल्न चाहन्छ भने खेल क्षेत्रमै करियर अगाडि बढाउँदा के होला र यस क्षेत्रमा कमाइको पाटो कस्तो छ, चोटपटक लाग्ने सम्भावनाहरू के कस्ताहरू हुन्छन्, बच्चाहरूलाई झन् चुलबुले छ त्यसलाई चाहिँ झन् खेल क्षेत्र लाउँदाखेरि झन् अनुशासनहीन भएर मान्छे कुट्दै हिँड्ने खालको आवारा टाइपको हुन्छ कि अनुशासित खालको हुन्छ। र सँगसँगै यसमा चाहिँ यो कराते भन्ने छ एकातिर, अर्कोतिर चाहिँ तेक्वान्दो भन्ने छ, यो यसको चाहिँ नियमहरू के फरक छ भन्ने बारेमा चाहिँ हामी छोटकरीमा कुराकानी गर्छौँ र हाम्रो सरलाई स्वागत छ। सर नमस्कार सर, धन्यवाद मलाई यो कार्यक्रममा आएर बोल्ने मौका दिनुभएकोमा। सर सबैभन्दा पहिले म तपाईँलाई क्वेसन गर्दाखेरि अघि हामीले अनौपचारिक कुराकानी गर्दाखेरि पनि म सानामा चाहिँ अलिकति चुलबुले स्वभावको थिएँ, त्यही भएर सरले चाहिँ यसको लागि चाहिँ यो कराते सेक्टर ठिक हुन्छ, त्यही भएको कारणले गर्दा करातेमै पठाउनु भनेर चाहिँ सरले मेरो मम्मीलाई गएर भन्नुभएछ, त्यो भएर म कराते फिल्डमा लागेँ र अहिले पनि त्यसैमा चाहिँ डेभलप गरेँ भनेर तपाईँले भन्नुभयो। तर अहिले पनि हाम्रा विद्यालयहरूमा चाहिँ बालबालिकाहरू चुलबुल गरे, पढ्नतिर ध्यान दिएनन्, खेल्नतिर रहर गरे भनेदेखि उनीहरूलाई चाहिँ पिटेर तह लगाउने अथवा चाहिँ ह्यारासमेन्ट गर्ने, पिट्ने र जबरजस्ती किताब घोकाउनेतिरको पाटो छ। यसलाई हेर्दाखेरि तपाईँले आफ्नो सरलाई सम्झिन चाहनुहुन्छ, कुन सर हुनुहुन्थ्यो त्यस्तो ठ्याक्कै तपाईँको पहिचान बच्चामै टिपेर चाहिँ त्यो सेक्टरमा लाग्न प्रेरित? हाम्रो किरण सुवेदी जस्तो लाग्छ मलाई सरको नाम चाहिँ। हाम्रो किरण सुवेदी यहाँ अहिले विश्व आदर्शमा नि पढाउनुहुन्थ्यो उहाँले त्यतिखेर, अहिले चाहिँ कहाँ पढाउनुहुन्छ थाहा छैन होइन। तर सरलाई म भेटिरहेको छु किनकि हाम्रो घर छेउमा बेलुका बेलुका जहिले मर्निङ वाक गर्न आउनु हुन्छ। अनि सरलाई म सर नमस्ते, तपाईँले गर्दा आज म यस्तो ठाउँ चाहिँ ल सागर राम्रो छ ठिक छ भन्नुहुन्छ। अनि सरलाई भेट्दा चाहिँ जे होस् मलाई अब मेरो कस्तो सानामा कस्तो मैले जे छोएँ त्यही फुट्थ्यो क्या, जस्तो सिसाको कप छुट्यो त्यो फुटिहाल्थ्यो, कसैको साइकल चलाइदियो स्ट्यान्ड भाँचिन्थ्यो, कसैको त्यो अब केही यस्तो स्केल सिस्केल चलाउने हातमै भाँचिने, त्यो मेरो गरै त्यस्तो थियो कि मान्छे स्वभावै त्यस्तो जे छोयो। अब अभिभावकहरूलाई एउटा के लाग्न सक्छ भन्दाखेरि मेरो बच्चा चाहिँ अहिले चुलबुले छ, यसलाई चाहिँ खेलकुदतिर लगाइदियो भने त अझ तालिम प्राप्त भएपछि झन् ठटा भएर पो निस्किने हो कि बाटोमा जसलाई भेट्यो त्यसैलाई पिट्दै हिँड्ने पो हो कि यो अनुशासनहीन पो हुने हो कि भन्ने खालको छ। के बच्चाहरू यसरी यो खेल क्षेत्रमा लाग्दाखेरि अनुशासनहीन भएर जान्छन् अथवा चाहिँ अझै अनुशासित हुन्छन्, के हुन्छ? खेल क्षेत्रमा लागेको खेलकुदको मूल नारा भनेको विकास, अनुशासन, गतिशीलता हो। त्यही भएर सबभन्दा सुरुमा बच्चाहरू अनुशासित भइहाल्छ। जस्तो त्यहाँनिर टिममा गइसकेपछि यो धनीको छोरो, यो गरिबको छोरो, यो फटा, यो बिग्रेको भन्ने हुँदैन। एउटा खेलाडी नै हो क्या। अनि त्यो भइसके पछाडि तपाईँको किन ऊ अनुशासित हुन्छ भने उसले त खेल्नु पर्ने छ नि त। जस्तो हरेक खेलको आफ्नो नियम छ। अब तेक्वान्दो र करातेमै पनि के फरक, दुइटै मार्सल आर्ट हो क्या, दुइटै हिर्काउने नै खेल हो। तर पनि ऊ कोरियाबाट आएको, हाम्रो कराते भनेको जापानबाट आएको। अब तेक्वान्दोमा चाहिँ बढी किक युज हुन्छ भने करातेमा हात र खुट्टा युज हुन्छ। अब तपाईँलाई म बुझाइदिँदै गर्दाखेरि हामीलाई गुरुहरूले सिकाइ हुन्छ सितो रियो चाहिँ किन, सितो र रियोमा पनि दुईवटा शब्द छ क्या। सितो भनेको चाहिँ छिटो रे, अनि रियो भनेको चाहिँ बुद्धि अरे क्या। सितो भनेको छिटो अनि रियो भनेको बुद्धि। अनि करातेमा पनि दुईवटा तिनवटा मिनिङ छ। क भनेको खाली हात, राते भनेको खाली खुट्टा अरे। अनि खाली हात खुट्टाले छिटो बुद्धि लाएर खेलिने खेल भएकोले यो कराते भएको अरे। अब जस्तो हरेक गेमको बुझाउँदाखेरि त अलग अलग कुरा हुन्छ। अब अनुशासन किन हुन्छ, अब तपाईँको अब यसलाई हानेर कुट्यो भने जस्तो त्यो गुरुले पनि त उसलाई पनिसमेन्ट गर्न सक्छ नि त। त अब नखेल है भाइ, जस्तो उसले उसको सम्भावना छ त नआइज भाइ भन्छ, उसलाई पनि त डर हुन्छ नि त। बच्चामा चाहिँ के हुनुपर्छ, डर हुनुपर्छ, तर कुट्ने हिर्काउने चाहिँ कहिले पनि गर्नु हुँदैन। अनुशासित हुन्छन्। मैले यो तपाईँले जवाब दिँदै गरेको कुरो एकछिन पछाडि सोधौँला भनेको थियो, तपाईँले यसमा जोडिहाल्नुभयो। अब हान्ने भनेपछि हामी नि सामान्यतः तेक्वान्दो कराते भनेपछि एकै खालको बुझ्छौँ। तेक्वान्दो भनेको चाहिँ कोरियाबाट सुरु भएको, अनि कराते भनेपछि सितेरियो भनेको चाहिँ जापानबाट भनेर भनिहाल्नु भयो। हामी यसैमा नै प्रवेश गरौँ। यसमा दुईटामा के नियमहरू अथवा के कुराको चाहिँ फरक छ? नाम एउटा त फरक भइहाल्यो, अरू के फरक छ? अब हामीले सामान्य हेर्दा त हिर्काउने जस्तो मात्रै। जस्तो सर तेक्वान्दोमा के फरक छ भने 3 मिनटको बाउट, अब एउटा गेम खेल्नलाई 3 मिनट, एउटा मान्छेलाई जित्न 3 मिनटको 3टा राउन्ड खेल्नुपर्छ भने करातेमा 3 मिनटको एउटै राउन्ड खेल्नुपर्छ होइन। अनि हात र खुट्टाको कति टेक्निक युज गर्ने, अब तपाईँ र ममा को छिटो भन्ने हो क्या। तपाईँ र म दुईजनालाई नै हान्न आउँछ नि त, दुईजनाकै हातमा बन्दुक छ। अब कसले गोली हान्ने सक्ने भने, अब तपाईँ गोली किन भन्नु, हात खुट्टाले कसले छिटो हान्ने। तपाईँले जतिपल्ट मलाई धेरै लगाउनु भयो तपाईँको त्यति स्कोर आयो। अब मैले तपाईँलाई तपाईँभन्दा छिटो लगाएँ भने
मेरो स्कोर आयो अनि त्यही पोइन्टको आधारमा चाहिँ जित्ने हुन्छ होइन। दुइटै गेम त्यही हो, फेरि दुइटै गेम जस्तो तेक्वान्दोमा पनि त्यही रुल्स हुन्छ। तपाईँले छिटो हातखुट्टा चलाउनु भयो भने तपाईँको छिटो पोइन्ट आयो, मैले छिटो चलाएँ भने मैले पोइन्ट आयो। अब खेल्दै गइसकेपछि त बाटामा कुद्दै हिँड्ने एउटा कुनै पनि खेलाडी ड्रेस लाएर तपाईँ बाटोमा हिँडिरहेको देख्नुहुन्छ भने ऊ अरूसँग अरू नानीहरू जस्तो त्यो पोसाक लाउने बित्तिकै म अलिक हो कि जस्तो अनुशासित हो भन्ने आर्मीले कहिले पनि त्यो ड्रेस लगाएर हिँडेको बेला फटाइ गर्दै हिँडेको बाटोमा ढुङ्गा हान्दै गरेको देख्नु भएको छ त? छैन नि त। उसले पोसाक लाउने बित्तिकै के सोच्छ, म यस्तोमा छु है। त्यो पोसाकले पनि मान्छेलाई अलिकति अनुशासित गराइहाल्छ। अब कोट लगाएको मान्छेले कहिले पनि त्यो के भन्छ चोकमा बसेर बदाम खाएको देखिँदैन क्या, देखिन्छ त? देखिँदैन। अनि करातेमा नि अब हामी सर हेर्दाखेरि त एकले अर्कोलाई हानेको मात्रै देखिन्छ। स्कोर चाहिँ कसरी आउँछ सर? के अनुहारमा हान्दाखेरि स्कोर आउने त्यस्तो हो? तपाईँले राम्रो प्रश्न सोध्नुभयो। जस्तो स्कोरिङ क्राइटेरिया कस्तो हुन्छ भने हाम्रो स्कोरिङ एक पोइन्ट ल्याउनलाई हाम्रो 7वटा क्राइटेरियाहरू मिट गर्नुपर्छ। जस्तो अब जान्सिन भनेको आई टु आई हुनुपर्छ, गुड फर्म हुनु पऱ्यो, इन्डुरेन्स पावर हुनु पऱ्यो, अनि तपाईँको साउन्डिङ हुनु पऱ्यो। जान्सिन भनेको चाहिँ आई टु आई भनेको हुन्छ। जस्तो 7वटा क्राइटेरिया मिलेपछि मात्रै 1 पोइन्ट आउँछ एक पोइन्ट ल्याउनलाई। अब स्कोरिङ क्राइटेरियाहरू चाहिँ हाम्रो कम्मरदेखि माथि हुन्छ। जस्तो ढाडमा र यो अगाडि छातीमा खुट्टाले लाग्यो भने तपाईँको 2 पोइन्ट आउँछ। टाउकोमा यो घाँटीभन्दा माथि यति अनुहारमा लागेको खुट्टाले लाग्यो भने 3 पोइन्ट आउँछ। त्यहाँ लगाउने पनि तरिका हुन्छ। अनि तपाईँको लडेको बेला यसरी लडाएर उभिएको मान्छेलाई लडाएर त्यो भुइँमा हात र घोडाले पहिला चाहिँ ढाड छुनु पर्थ्यो, अहिले चाहिँ रुल अपडेट भएर घोडा र हातले छोएको छ भने 3 पोइन्ट आउँछ हातले हान्दाखेरि होइन। अनि त्यस्तो हुँदाखेरि तपाईँको खेलाडी घाइते हुने भन्ने चाहिँ रियर केस हो सर। अब जस्तो कहिलेकाहीँ युद्धमा सिपाही जाँदा नि त कहिलेकाहीँ त मर्छन् नि त, दोहोरो भिडन त भएछ। अब हातखुट्टा भाँचिने चाहिँ अहिलेसम्म मैले खेलेको यत्रो वर्ष भइसक्यो मेरो नि त भाँचिएको छैन नि त होइन। तर अब तपाईँको कसरी भाँच्ने त, कहिलेकाहीँ अब एकैचोटि हात ठोकियो, अब दुइटै फोर्समा छ भने दुख्न सक्छ, सुन्निन सक्छ, तर भाँचिहाल्ने नै भन्ने चाहिँ हुँदैन सर। अहिले क्वेसन यही गर्न खोजेको थिएँ, तपाईँले अगाडि नै जवाफ दिइहाल्नुभयो। बच्चालाई कराते खेल्न सिकाउँदाखेरि त यो त अर्काले हिर्काइदिएर बाजे घाइते बनाएर पठाइको दिने हो कि हातखुट्टा भाँचिने हो कि अभिभावकलाई त्यो डर पनि हुनसक्छ, त्यो खालको चिन्ता पनि गर्नु पर्दैन है सर। त अब अघि हाम्रो त्यो बाहिर कुरा हुँदाखेरि मैले भने हाम्रो 2जना गेम हुन लगभग तेक्वान्दोमा पनि मलाई जहाँसम्म लाग्छ 8-9 जना चाहिँ मिनिमम रेफ्री चाहिन्छ सर। 2जना खेल्नलाई 8-9 जनाको निर्देशनमा त्यो मान्छे खेलिरहेको हुन्छ नि कसरी इन्जोर्ड हुन्छ एउटा बच्चा भन्नु त। अनि निर्णायकको काम के हो भन्दाखेरि चाहिँ मेन भूमिका निर्णायकको खेलाडी घाइते नभइकन सकुशल त्यो गेम सफल बनाउने निर्णायकको अहम भूमिका हुन्छ जुनै पनि गेममा। फुटबलमा पनि खेलाडी लड्ने बित्तिकै निर्णायकले सिटी बजाउँछ। तेक्वान्दो खेल्दै गर्दा गेम भिडन्त भइरहेछ भने पहिला निर्णायकज्यूले रोक्नुहुन्छ गेम, अनि कसरी घाइते हुन्छ त्यो। हाम्रो त झन् करातेमा सर हानिसक्दाखेरि खेलाडी हल्लिसक्दाखेरि तपाईँको स्कोर आयो भने रेफ्रीले साइडमा 4जना रेफ्री बस्नुभएको हुन्छ, उहाँहरूले झन्डा फ्यालिसक्दा गेम स्टप गर्नुपर्छ क्या। जस्तो मैले हाने, तपाईँ र म खेल्दैछु, मैले हाने, अघि मेन रेफ्रीले स्टप गराइहाल्नुहुन्छ क्या गेम। जस्तो अर्कोले हान्नै पाउँदैन। जस्तो फर्स्ट जसले एट्याक गरेछ उसको स्कोर आइहाल्यो, त अर्कोले हान्नै नपाएपछि कसरी घाइते हुन्छ त। भनेपछि अनुशासन, बच्चा अनुशासित पनि हुन्छ यो खेलमा लाग्दाखेरि र घाइते भएर फर्किने त्यस्तो सम्भावना पनि हुँदैन। त्यो रियर केस हो सर। अब कहिलेकाहीँ अब बात लाग्दाखेरि अब वार्मअप नपुगिकन, जस्तो तपाईँको जाडोमा त्यस्तो हुन्छ। जाडोमा किन हुन्छ भन्दाखेरि अहिले अब मलाई एकैचोटि तपाईँले ड्रेस लगा खेल भन्नु भने म खेल्न सक्दिनँ क्या, किनकि मैले वार्मअप गर्नु पऱ्यो, मेरो जिउ तात्तिनु पऱ्यो, पसिना आउनु पऱ्यो, अनि पो म स्किलमा खेल्न सक्छु त होइन। अब जाडोमा चाहिँ किन हुन्छ भने जाडोमा तपाईँको अब यो मांसपेशीहरू एकदम चिसोले गर्दाखेरि भित्रसम्म हड्डीहरू त्यो जाम भएको हुन्छ नि त हाम्रो ब्लडहरू, अनि त्यो एकदम हिट नभइकन खेल्यो भने चाहिँ हातहरू फुस्किन्छ सर। तर अब जस्तो अहिले मैले यत्रो यो कराते खेल्दै गर्दा सानोतिनो थेरापी चाहिँ म आफै गरिदिन्छु क्या। भनेको मलाई यो डक्टरको कुनै ज्ञान चाहिँदैन। अब जस्तो अहिले तपाईँलाई रुगा लाग्यो भने के खाने भन्दा साइनेक्स खाने, टाउको दुख्यो भन्दा निम्स खाने, हातखुट्टा दुख्यो भने के खाने त पेन किलर खाने एउटा होइन, साधारण त भइहाल्यो। जस्तो अरू पनि विविध कुराहरूको ज्ञान चाहिँ हुन्छ सर। जस्तो अब यहाँको हड्डी फुस्क्यो भने यसलाई कसरी लक लगाइन्छ त्यति चाहिँ आउँछ सर होइन। अब त्यो हस्पिटलै जानु पर्दैन। अब घाउ हेरेर भन्न सकिन्छ क्या भित्र कति इन्जोर्ड भएको छ, त्यो कन्ट्याक्ट हेरेर त्यो त्यति चाहिँ मैले सिकेको छु भनौँ न। अब यो खेलकुद सेक्टरमा लागेपछि देश विदेश घुम्ने, देश चिनिने, आफ्नो नाम कमाउने त हुन्छ सर। हजुर।
तर अहिले अधिकांश अभिभावकहरूको चाहिँ बच्चाले नाम कमाउने सँगसँगै मेरो सन्तानले चाहिँ दाम पनि कमाइदिए हुन्थ्यो, अब म अहिले जस्तो घरमा बसिरहेको छु अलिकति राम्रो घर बनाए हुन्थ्यो, अलिकति बढी जग्गा जोडिदिए हुन्थ्यो भन्ने पनि सपना हुन्छ। यो खेलकुदमा लागेरै, खेलकुदको सेक्टरमा लागेरै अब सामान्य जीविका चलाउने त भइ नै हाल्छ जसको पनि हुन्छ होइन। अलिकति दामै कमाउने भन्ने चाहिँ सम्भावना अहिलेसम्म नेपालको कन्टेक्स्टमा कस्तो छ, यसको बारेमा पनि थोरै। खेललाई एउटा लिमिटेड टाइम दिएर अरू पनि त काम गर्न सक्यो नि त होइन। जस्तो एउटै चिजमा मात्रै लाग्नुपर्छ भन्ने छैन नि त। अहिले त अब मैले धेरै खेलाडी यस्ता देखेको छु जो टिकटकमा भिडियो हालेरै पैसा कमाइरहेका छन् होइन। अब केही छैन अब तपाईँको, अब जस्तो मैले नै अहिले कोही मान्छेलाई चाहिँ ल तपाईँलाई म 3 महिनामा 10 केजी तौल घटाइदिन्छु, मलाई 10,000 रुपियाँ दिनुहोस् भनेर गर्न सक्यो। जस्तो स्पोर्ट्स एकाडेमी त छैन नि त नेपालमा, कहीँ पनि छ त? त्यसलाई सञ्चालन गरेर तपाईँले कति गर्न सक्नुहुन्छ भन्ने कुरा चाहिँ त्यो चाहिँ आफूमा भर पर्ने। एउटा कोचले एउटा खेलाडीलाई तैँले कति खेल्न सक्छ र तैँले कति गर्न सक्छस् भन्ने लायकको बनाउने हो। अनि बाँकी त उसले पनि त गर्नु पर्यो नि त। मेहनत चाहिँ आफूले नगरी खेलेको 1 वर्ष भएको छैन। एउटा नेपालको नेसनल गेम खेल्न ल 10 वर्षदेखि एउटा बच्चा सिक्दैछ भने 20 वर्षको नभइकन गोल्ड मेडल हान्न सक्दैन क्या। भनेको 10 वर्ष त उसले स्ट्रगल गर्नु पर्यो नि त। अनि पो विज्ञ हुन्छ, अनि पो जान्ने हुन्छ। अब तपाईँको ल वेट घटाउनु पर्ने हुन्छ, अब कति पुरा कोचले देख्छु म 20 केजीको खेलाडीलाई 25 केजीमा खेलाउँदा त कुटाइ धेर खान्छ नि त सर। वेटको पनि कुटाइ हुन्छ नि त। जस्तो 5 केजीको झोला र 1 केजीको झोला बोक्न, 1 केजी झोला बोक्न सक्नेले 5 केजी बोक्न सक्दैन, त्यही वेटले भारी भइहाल्छ। अनि त्यही भएको हुनाले बच्चाहरूले चाहिँ सेम वेटमा खेल्दै गर्दाखेरि स्ट्रगल चाहिँ गर्नै पर्छ, अनि मात्रै भविष्यमा कमाउने। अब तपाईँले भनेको के बुझ्यो भन्दाखेरि जुन राष्ट्रिय अन्तर्राष्ट्रिय खेलहरू छन् त्यो खेलमा मात्रै पार्टिसिपेट भएर चाहिँ जीविका चलाउन मात्रै ठिक्क छ, यसले धेरै कमाउन सकिने अपेक्षा गर्न सकिँदैन। तर अहिले चाहिँ आफ्नै क्रिएटिभिटी प्रयोग गरेर हामीले चाहिँ जस्तै अहिले त युट्युबमा सिकाएर युट्युबमै सिकाएर नियमित भिडियो हाल्ने हो भने पनि त्यहाँबाट पनि पैसा कमायो भने छ। फेसबुकै मोनिटाइज भएको छ अहिले, त्यसबाट गर्न सकिन्छ। युट्युब भयो, नयाँ नयाँ भोलि चाहिँ अहिलेको बच्चाहरू ग्रो हुँदै जाँदाखेरि त्यो बेलासम्ममा नयाँ नयाँ प्लेटफर्महरू पनि सुरु हुनसक्छ। र चाहिँ घर घरमै गएर तपाईँले भने जस्तो थेरापीहरू सिकाएर स्कुलमा पनि त्यसको स्कोपहरू अहिले आइरहेको छ। यसो टोलमै पनि वरिपरिका 5-6जना बच्चा भेला पारेर खेलाएर पनि जीविका त्यो भएको पार्न कारणले गर्दाखेरि सक्यो। एक्स्ट्रा चाहिँ क्रिएटिभिटी देखाउन सक्यो भने नामको सँगसँगै दाम पनि कमिहाल्छ। दाम नकमाउने भयो, अब एज म खेलाडी भएर मेरो 2टा छोराछोरी, श्रीमती, मैले बुवा आमा कसरी पालिरहेको छु त? मैले नै पालिरहेको छु नि त। खेलकुदमा पैसा छ, तर कसरी लिने भने यहाँ राजनीतिकरण भएको मान्छेको अलिकति अब त्यस्तो नहोला। अब चाहिँ ट्यालेन्टलाई पनि देलान्, किनकि अब हाम्रो नयाँ सरकार आउँदैछ होइन। अब त ट्यालेन्टले पनि जागिर पाउलान्, तलब पाउलान् जस्तो लाग्छ मलाई। अब पहिला चाहिँ जसको पावर छ उसको भइहाल्थ्यो। अब जस्तो यही भन्छु, अस्ति भर्खर परदेशमा हाम्रो करारमा जागिर खुलेको थियो। 14-15जना मान्छेले फर्म भरेको, हाम्रो माधव कुमार नेपालको मान्छेले चाहिँ जागिर पाउनुभयो क्या। अब यो भन्नुपर्छ यस्तो कुराहरू होइन। माधव कुमार नेपालको मान्छेले जागिर पाउनुभयो भनेको के त? उहाँको अब केही क्वालिफाई, उहाँको के हेरियो त त्यसमा? त्यस्तो चाहिँ नहोस् अबको दिनहरूमा, त्यस्तो हुनु हुँदैन। त्यस्तो भयो भने राम्रो मान्छेले जसरी नि पाइहाल्छ क्या, जागिर त पाउनुपर्छ। हस् ल, हामी भिडियोको अन्तिममा आइपुगेका छौँ। हाम्रो सागर सरलाई धेरै धेरै धन्यवाद छ। र यो भिडियो हेरिसक्दाखेरि हामीले के बुझ्यौँ भन्दाखेरि तपाईँको बच्चा चुलबुले छ, पढ्न मन गर्दैन भने पनि त्यस्तो अवस्थामा पनि तपाईँहरू डराउनु पर्दैन। खेल सेक्टरमा लगाइदिनुहोस्, करातेमा लगाइदिनुहोस्। अझ कराते तपाईँहरूको छेउमा उपलब्ध छैन, गुरुहरू हुनुहुन्न, अब इटरी आसपासमा हुनुहुन्छ भने तपाईँहरू यो त हाम्रो त विदेशबाट पनि हेर्नुहुन्छ, धेरै साथीहरूले हेर्नुहुन्छ। तपाईँहरूको आसपासमा चाहिँ कराते नै सिक्ने खालको त्यस्तो वातावरण छैन भने टेक्वान्डो छ, अरू सेक्टरहरू छन्। फुटबल खेल्न चाहन्छ भने फुटबलमा लगाइदिनुहोस्। खेलकुदको सेक्टरबाट पनि बच्चाले भविष्यमा प्रगति र नाम र दाम सँगसँगै कमाउने अवसरहरू छ। केही नभए पनि स्वास्थ्य त हुन्छ नि त। बच्चा खेलकुदमा लागेपछि स्वास्थ्य त हुन्छ नि त। भोलि पर्सि उसमा चाहिँ सर्टिफिकेटमा नम्बर धेरै ल्याउन सकेन मेरो बच्चाले, राम्रोसँग घोकेन भन्दैमा आत्तिहाल्नु पर्ने, निराश भइहाल्नु पर्ने छैन। नाचेरै पनि कमाउने जमाना आएको छ, गीत गाएरै पनि जीविका चलाउन सकिने अवस्था आएको छ। हातखुट्टा चलाएर फाइटिङ गरेर खेलकुदबाटै पनि एक किसिमको अवसरहरू आएको छ। जस्तो
प्यारेन्ट्सले के चाहिँ सोच्नु पर्यो भने बच्चाहरूले पढेर मात्रै जीवन चलाउँछ भन्ने चाहिँ त्यो तपाईँहरूको भ्रम हो। जस्तो नपढेको मान्छेले पनि त कोही भोकै त मरेको छैन नि त। अनि उहाँहरूले जस्तो इटरीमा तपाईँको विश्वमै हेरौँ न, धेरै पढेको मान्छेहरू, धेरै पढ्नेले भनेको गुलामी गर्ने हो क्या, मलाई चाहिँ त्यस्तो लाग्छ। धेरै पढे लेखेको मान्छेले गुलामी गर्छ, जागिर खाने हो। तर आफैमा ट्यालेन्ट भएको मान्छेले जे गरेर पनि खान सक्छ, जहाँ गएर पनि खान्छ, गर्छ। अब मलाई कराते सिकाउन आउँछ भने मैले जानेको सिप त मैले त्यहाँसम्म जहाँ चाहिएको छ त्यहाँसम्म त पुग्नु पर्यो नि त, अनि पो पैसा आउँछ त। नत्र त अब मलाई चाहिँ आउँछ, मलाई लु खोज्दै आयो भनेर घरमै बस्नु भएन। अनि पढ्नु पर्छ जान्नको लागि, ज्ञानको लागि, तर पढाइ नै सबथोक चाहिँ होइन। तपाईँको बच्चाले एज अ के सिक्दैछ भने अहिले नै तपाईँले पढ्दा एउटा सिप पनि त सिक्ने मौका पायो नि त। कराते पनि त एउटा सिप हो नि त। यहाँ कराते सिकाएर कतिजना मान्छेको गुजारा चलिरहेछ नि त, नेपालमा विदेशमा जहाँसुकै भए पनि।